सो गाइस म चाहिँ बोराबाद आइपुगिसकेको छु। अब यहाँनिर राम्री मान्छेहरू तपाईँलाई म देखाउँछु है जुम गरेर। तर त्यसो गरेर भन्दा पुलिसले समाचार भर्खर फर्स्ट ब्लग हो मेरो, बोल्नु आउँदैन, घरिघरि ब्लगलाई गुतो भन्ने खालको टाइप पनि जान्छ होइन। त्यसमा माइन्ड नगरिदिनु। यस्तो बवाल छ यहाँनिर माहौल होइन बोराबादको, हेर्नु है। यहाँ चाहिँ विशेष सनसेटको लागि आउने गर्छन् मान्छेहरू होइन। सो यहाँनिर थाइल्यान्ड भन्दा कम छैन, यो नेपालको समुद्र भनेर पनि चिनिने गर्छ। सप्तशृङ्गी यो चाहिँ एकदमै रमाइलो भइरहेछ। आन्टीहरू पनि एकदमै रमाइलो भइरहेको। विदेशमा यो नेपालमा छु जस्तो पनि मलाई घरिघरि लाग्दैन क्या, किनकि हेर्नु न हजारौँ बोट, यति धेरै पानी बोटहरू छ यहाँनिर होइन। यति धेरै पानी बोटहरू छ, एकदमै कोसी नै हिल्याइदिरहेछ क्या यहाँनिर। हेर्नु न पुरै कोसी हिल्दिरहेछ। तपाईँहरू पनि घुम्न आउनु होला हाम्रो सप्तकोशी बिचमा बोराबादमा। यहाँनिर नेपालको समुद्र भनेर प्रख्यात रहेछ यो ठाउँ चाहिँ है। एकदमै तपाईँको साथी, तपाईँको दाजु, तपाईँको भाइ, तपाईँकै राजकुमार म आइसकेको छु बोराबादमा। अनि एकदमै रमाइलो भइरहेछ यहाँनिर है। यहाँ चाहिँ आफैले चिनेको मेरो आफ्नै दाई हुनुहुँदो रहेछ, मलाई थाहा थिएन। यहाँ यस्तो लाटा जसरी बस्नुभएको छ मेरो दाई। मान्छे भ्याएन क्या हो दाई? कुन हो तपाईँको काउन्टर चाहिँ? 200 रुपियाँवाला भन्ने हो दाई? 200 रुपियाँवाला 200 रुपियाँवाला भन्ने हो। सो गाइस म चाहिँ दाईको पानी बोटमा चढिसकेको छु। दाइले मलाई फ्रीमा चढाउँछु भाइ, तपाईँ भन्दा पनि म अस्ति नचढेको। पानी यस्तो हिल्लिएको छ महाकसम। हेर्नु न नेपालको समुद्र भनेर चिनिने यो सप्तकोशी बिचमा तपाईँहरू पनि आउनुहोस्, घुम्नुहोस्, एकदमै रमाइलो छ है। कि कसो दाइ रमाइलो छ नि? लास्टै नेपालको समुद्र भनेर चिनिने यो सप्तकोशी बिचमा तपाईँहरू पनि आउनुहोस्, इन्जोय गर्नुहोस्, मनमा केही चिन्ता पिर नलिनुहोस्, इन्जोय लिएर एकदमै 2 दिनको जिन्दगीमा हाँसेर जिउनुहोस् है। ल म चाहिँ तपाईँहरूको राजकुमार केटो होइन। अब यहाँनिर ओइ रिगाडो चल्यो यार, कसम रिगाडो चल्यो। ओ माई गड, के हो आम्बो, खतरा छ है। ओ माई गड। ल मलाई घुमायो। ल साथीहरू मा कसम ल यस्तै घुमाइदिरहेछ। लडे कसम ओभर घुमिरहेछ यार। सो म चाहिँ एक्लै छु क्या, मेरो साथीहरू पनि छैन, म एक्लै आएको हो यहाँनिर। मैले भिडियो बनाउँछु भनिहालेँ नि त। सो म एक्लै आएको छु यो सप्तकोशी किनारमा। फर्स्ट अनुभव क्या मेरो यो भ्लगको चाहिँ। अनि मलाई भ्लग बनाउन एकदमै इन्ट्रेस्ट लाग्छ, तर मेरो अब सब्सक्राइब कन्टेन्ट होइन त्यस्तो राम्रो छैन। नभए तापनि एकदमै मलाई मन लाग्ने कुरा हो यो चाहिँ, विषय हो। ओ माई गड, के रे यो स्पिड के हो? 200 को स्पिडमा कुदाएको छ। पिसा फेरेर भराइदिन्छु पानी बोट मैले फेरि। यहाँनिर त चारतिरको बिचमा पो रहेछ त मान्छे बस्ने ठाउँ त। यता पनि नदी अनि यता पनि नदी, चारतिर नदी। अनि आफ्नो नानी बाबुहरूलाई चाहिँ यसरी तल के अरे नदीमा जानु चाहिँ दिनु हुँदैन सायदै, तपाईँहरूले ध्यान दिनु होला। सो गाइस यो स्थल चाहिँ मेरो साथीको हो, अजय साथी। हामी चाहिँ 12 क्लास पनि सँगै पढेको थियौँ क्या, 11-12 एकदम मिल्ने जिग्री दोस्त। एन्ड यहाँनिर चाहिँ अहिले खत्रै मेला लागिरहेछ। अझ शनिबार चाहिँ धेरै भिडभाड हुन्छ अरे है। अनि तपाईँहरू पनि आउनुहोस् घुम्नलाई, अनि इन्जोय गर्नुपर्छ सबैजनाले है। आउनुहोस् तपाईँहरू पनि, मिलेर इन्जोय गर्नुपर्छ, रमाइलो हुन्छ। ल काकी बिस्तारी कुदाउनु है, लड्नुहुन्छ नि फेरि। भटभटिया चढेर आउनुभयो हाम्रो काकी। सो एकदमै रमाइलो फिल भइरहेछ। अनि एक्लै घुमिरहेको छु, एक्लै डुलिरहेको छु क्या। न साथी छ मेरो, न कोही छ।
होइन गाइजहरू। सो गाइजहरू एक्लो चाहिँ हुनुपर्छ जिन्दगीमा, तर म जतिको यस्तो एक्लो चाहिँ नहुने कि यस्तो सिङ्गल यस्तो एक्लो भएर हिँडिरहेको छु गोराबादमा अहिले। यति धेरै मान्छेको भिडमा पनि एक्लो छु कि म। अनि कस्तो लाग्छ होला आफूलाई के यति धेरै मान्छेको भिडमा एक्लो हुँदाखेरि अनुभव भनेको एकदमै सिकिस्तै हुने रहेछ क्या। सो म तपाईँहरूलाई के भन्न चाहन्छु भने हामी फेरि भेट्नेछौँ। एन्ड यस्तो बबाल सुटिङ भइरहेछ यहाँनिर। एकदमै रमाइलो गर्ने मान्छेहरूको पनि कमी छैन यो बोराबादमा है। खत्रै नाचिराख्नु भएको छ हाम्रो एकजना ब्रोदर चाहिँ, 2 जना भइसक्यो यहाँनिर। सो तपाईँहरू पनि हेर्दै जानुहोस् है, म तपाईँहरूलाई देखाउँदै जानेछु, तपाईँहरू हेर्दै जानुहोस्। रमाइलो गर्नेको कमी छैन बोराबादमा है, तपाईँहरू पनि आउनुहोस्। यता पनि छ ब्रोदरहरू एकदमै रमाइलो गरिराख्नु भएको छ। यता नानी बाबुहरू खेलिरहेको छ यो बोराबादमा। बोराबादको रहस्य नै यही छ, एकदमै रमाइलो। जो कोही पनि आएर यहाँनिर रमाउनुहुन्छ के। सो तपाईँहरू पनि आउनुहोस् कृपया। म त आइसकेँ है। दाइ उहाँ माथिसम्म जाने हो हामी। सो मलाई चाहिँ दाइले यहाँदेखिको यहाँ माथिसम्म लैजाने भन्ने कुरो छ। सूर्य चाहिँ एकदमै अस्ताउन गएको छ यहाँनिर। ओ माई गड, नाइस सेक्सन बहिनीको। सो यहाँदेखि दाइ बिस्तारै कुदाउनु है, ब्रेक लाउनु है दाइ, ब्रेक लड्दिन हौ दाइ। सो गाइस हामी चाहिँ पक्रिने ठाउँ पनि हुँदैन। दाइ हो। सो एकदमै रमाइलो भएर। हेलो एभ्रिवान, म चाहिँ अब घर जान लाग्यो। अनि मलाई चाहिँ यहाँ पार्किङमा एकजना बहिनी चिनेको रहेछ, एकदम नजिकको। उसले पैसा पनि दिएन, त्यसलाई धेरैभन्दा धेरै धन्यवाद। अनि एकजना दाइले होइन पानी बोटमा पनि फ्रीमा खेलाइदिनु भयो, त्यहाँ पनि धेरैभन्दा धेरै धन्यवाद। अनि मेरो एकजना साथी, मैले सानैदेखि पढेको साथी भेटिरहेको थिएँ, उसलाई पनि एकदम मिस गर्न चाहेँ। मैले जाने बेलामा गएँ है साथी भन्न नि पाइनँ। म भोलि फेरि भयो भने आउँछु, टाइम मिलेछ भने। सो अनि भन्दै साथीलाई पनि यहाँदेखि बाई भन्न चाहेँ। अब म यहाँदेखि घर जाँदैछु। अनि अब घर गएपछि नेक्स्ट भ्लगमा भेट्नुपर्छ। मेरो यो एपिसोड 1 भ्लग चाहिँ समाप्त गर्न चाहन्छु यहीँदेखि है। यो चाहिँ घर जाने बाटो हो हाम्रो। बोराबाद यस्तै छ, तपाईँहरू समक्ष मैले भनिसकेँ र देखाइ पनि सकेँ है।